हेलो एभ्रिवान, आज म समाएर अतिथि तिनजना हामी दार्जिलिङ स्ट्रबेरी नाइटिङ्गेल पार्क गएका थियौँ। त्यहाँ चाहिँ स्नेह सेवा संस्थाले जुन चाहिँ कविता वाचन प्रतियोगिता अर्गनाइज गर्नुभएको थियो त्यसको आज रिजल्ट थियो। हाम्रो पनि दुईजना नानीहरू सेलेक्सन भएका थिए, त्यही भएर चाहिँ हामी दार्जिलिङ गएका थियौँ। त्यहाँनिर पुग्दा एकदमै दिन चिसो थियो, सो मैले चाहिँ चिया पिएँ, अन्त दुईजना नानीहरूले चाहिँ कफी पिए किनभने दिन एकदमै चिसो थियो, जाडो भयो भन्दै समाइराले पनि म कफी पिउँछु भन्यो। अन्त द्याट्स वाइ आई अर्डर कफी फर देम। अन्तदेखि उहाँहरूले नै अर्गनाइज गरिदिनु भएको थियो हाम्रो लागि। यो चिया बिहानको जुन चाहिँ टीहरू थियो त्यो पनि उहाँहरूले नै अर्गनाइज गरिदिनु भएको थियो, स्नेह सेवा संस्थाले नै। अन्त नानीहरू बाहिर हेर्दै अब घुम्नु जानुपर्छ भन्दै त्यहाँदेखि कफी पियो दुईजनाले। हामीले कफी पिइसक्दाखेरि चाहिँ बाहिर अलिक उज्यालो भएको थियो, अन्त घाम पनि लागेको थियो र नानीहरूले मिस हामी एकछिन बाहिर जान्छौँ भन्यो। अन्त दुईजना बाहिर घुम्नु गयो। अन्त मैले टाढैबाट भिडियो बनाएँ। त्यहाँनिर अलिक गुराँसहरू पनि फुलिरहेको थियो, अन्त एकदम उज्यालो भइरहेको थियो, वेदर ठिक्कै राम्रो भइरहेको थियो। त्यहाँदेखि एकछिन त्यहाँनिर घुमघाम गरे नानीहरू पनि। अन्त मैले पनि एकछिन भिडियो बनाएर फेरि सोचेँ समाएर त भोकै छ भनेर फेरि रेस्टुरेन्ट आएँ। रेस्टुरेन्ट आएर चाहिँ उसको लागि मैले प्लेन पराठा र आलुदम अर्डर गरिदिएँ। अन्त अतिथिले चाहिँ मिस म त भात खानु मन लागेन बिहान भन्यो। अन्त उसलाई चाहिँ आलु मिमी अर्डर गरिदिएँ। समाइराले टेस्टी भयो प्लेन पराठा। लन्च यस्तै बनाइ माग्नुपर्छ होला हौ, बाबालाई पनि घरमा लगेर देखाउनुपर्छ होला यसको सेप भन्दै थियो। अन्त अतिथिले चाहिँ आलु मिमी खायो, दुईजनाले ब्रेकफास्ट खायो। त्यहाँदेखि हामी फेरि जहाँनिर प्रोग्राम अर्गनाइज भएको थियो त्यहाँनिर गयौँ। त्यहाँनिर गएर प्रोग्राम एकछिनदेखि स्टार्ट भइहाल्यो। हामी जाँदाखेरि चाहिँ एक दुईजना आउनुभएको थियो, त्यहाँदेखि एकछिनमा सबैजना भेला भएर त्यहाँदेखि प्रोग्राम स्टार्ट भयो। अन्त प्रोग्राममा चाहिँ हाम्रो अतिथि चाहिँ सेकेन्ड भएको थियो, जुन चाहिँ अनलाइन कविता प्रतियोगिता थियो त्यसमा अतिथि चाहिँ सेकेन्ड भएको थियो। अन्त समाइराले चाहिँ कन्सोलेसन प्राइज पायो, त्यस पनि टप 6मा आएको थियो हाम्रो नानीहरू दुईजना नै। अन्त आफ्टर द्याट वी रिटर्न ब्याक। आउँदाखेरि चाहिँ समाएर र अतिथिले फुल भेटेछ, मिस हामीले फुल ल्याएको छौँ भन्दै मलाई देखाउँदै आउँदै थियो। देन हामी कालुको गाडीमा घर फर्केर आयौँ।